के हजुरले पनि टिकटकमा यो गिफ्ट अप्सन अन गर्नुभयो त? जस्तै हजुरले टिकटकमा पोस्ट गरेका फोटो वा भिडियोको कमेन्टमा चाहिँ गिफ्ट दिन मिल्छ है त। हजुरले पोस्ट गरेका फोटो वा भिडियोहरू कसैले मन पराइदिनु भयो भने उहाँहरूले चाहिँ हजुरको फोटो वा भिडियोमा चाहिँ गिफ्ट दिन मिल्छ। र यो अप्सन यदि अन गर्नुभएको छैन भने यो अन कसरी गर्ने र यो अप्सन चाहिँ कहाँ हुन्छ त? आउनुहोस् आजको भिडियोमा जानौँ है त। र यसको लागि सबैभन्दा पहिले आफ्नो टिकटकको प्रोफाइलमा आउनु होला। यसरी टिकटकको प्रोफाइलमा आइसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ 3 लाइन रहेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ रहेको छ टिकटक स्टुडियो भनेर, यो टिकटक स्टुडियोमा क्लिक गर्नु होला। यसरी टिकटक स्टुडियोमा क्लिक गरिसकेपछि यहाँ हजुरले देख्न सक्नुहुनेछ यहाँ चाहिँ भिडियो गिफ्ट भनेर रहेको छ हैन। यहाँ चाहिँ यो अप्सन रहेको छ, यो भिडियो गिफ्टमा चाहिँ क्लिक गर्नु होला। यसरी यो अप्सनमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यो अप्सन यदि हजुरकोमा अफ छ भने यसलाई चाहिँ यसरी अन गरिदिनु होला। यसरी यसको लागि चाहिँ यो अन गर्नु हुनको लागि चाहिँ हजुरको 10,000 फलोअर्स चाहिँ चाहिन्छ हैन। 10,000 फलोअर्स पुगिसकेपछि मात्रै हजुरको चाहिँ यो गिफ्ट अप्सन अन हुन्छ, नत्र चाहिँ अन हुँदैन है त। र यसरी मैले टर्न अन गरेँ र यसरी चाहिँ मेरो टर्न अन भयो। र यसरी म यहाँदेखि चाहिँ ब्याक आउँछु र यसरी ब्याक आएँ र यसरी ब्याक आइसकेपछि जस्तै मैले एउटा भिडियो ओपन गरेँ। यो हजुरको पनि भिडियो ओपन गरिसकेपछि यहाँ म कमेन्ट बक्समा गएँ र यसरी कमेन्ट बक्सको लास्टमा चाहिँ हजुरले देख्न सक्नुहुनेछ गिफ्ट अप्सन रहेको छ। यो गिफ्टमा यसरी क्लिक गरेर चाहिँ यहाँदेखि पनि हजुरको फोटो भिडियोहरूमा चाहिँ यसरी गिफ्ट दिन मिल्छ। र यसरी चाहिँ यो अप्सन हजुरले पनि अन गर्नुभएको छैन भने यो अप्सन पनि अन गर्नु होला, ताकि हजुरको भिडियोहरू कसैले मन पराइदिएको खण्डमा चाहिँ हजुरको भिडियोमा गिफ्ट पनि आउँछ। धन्यवाद।